आजको मौसम यस्तो छ हेर्नुहोस् गाइस। घाम त लागेको छैन, पानी आउला जस्तै हुँदैछ र एउटा कुराले साह्रै नै सताइरहेछ। के भन्नु त भनौँ भने यहाँ चाहिँ नि लेउले साह्रै परेशान गर्छ हो। अस्ति सबै लेउहरू यहाँनिर सफा गरेको थिएँ, फेरि अहिले पलाएर हेर्नु यहाँनिर कति हो पुरै लाग्दो। यहाँ यति सफा गरेँ यसरीमा है, अनि बाँकी साँझै सफा गर्नु। यो लेउ लागेर परेसानै गरिसक्यो, लेउले त साह्रै परेशान गरिसक्यो। अब सबै हटाएर चाहिँ यहाँनिर चाहिँ सफा गर्नुपर्ने छ। अहिले बारी खनेर आलु सालु रोपेर सक्यो, खाजासाजा खाएर अब यो काममा चाहिँ लाग्दैछु साथी हो। के गर्नु, यो लेउ पलाइ गर्छ, कति सफा गर्नु, कति यसलाई यो गर्नु। यो बर्खामै पानी परेर क्या लेउले र नि धुर्कै सताइसक्यो। यस्तो लेउ लाग्छ हो। अब यसलाई चाहिँ यस्तरी स्टिच झुसले अब यस्तरी घोट्नु रगट्नु पर्यो नि। सबै पहिला अस्ति सबै रगटेर सबै सेतो बनाएको थिएँ हो, फेरि अहिले फेरि पलाएछ। फेरि अगाडि नै छ सिँढीमा हो, कति घिनलाग्दो देख्छ, नगरौँ भने पनि। त्यही भएर यसो आज फेरि यो लेउहरू सफा गर्दैछु। यस्तै साथी हो मेरो चाहिँ कामहरू, टुक्रा टुक्री घरको। अब घरको कामहरू त अब भइरहेछ नि, तर अब देखिँदैन गरेको पनि है। गर्दै जाँदा त काम त कतिहरू त हुन्छ नि, सानोतिनोहरू पनि टुक्रा टुक्री अलिअलि यता खतरा कुद्नु काम हुन्छ, तर अब देख्दैन घरको काम, गर्नेलाई थाहा छ। देख्नेले त कहाँ देख्छ, जति नै गरे पनि आज यसले यस्तो काम गरेछ है भन्दैन। सुती खाएको र बसेर खाएको मात्रै देख्छन्। त्यसै अब हस्पिटल जाँदा त्यतिकै बिजी हुन्छ हो। फेरि अब कोही हुँदैन घरमा फेरि हो, अनि फेरि भेलरबाट आउँदा पनि यस्तै हालत हुन्छ। फेरि के गर्नु, त्यस्तै साथी हो जिन्दगी। दुःख सुख चलिरहेछ यसरी नै। सिरी सफा गरेको पेटीहरू कहिले सफा, जति नै सफा गरे पनि पलाइहाल्छ, फेरि लेउ लागिहाल्छ। पहिला पो माटो घर थियो र नक्क लिप्दा भइहाल्छ। त्यो पक्का घरतिर त लिप्नु मिल्दैन, लेउ लायो गर्छ। यसरी सफा गरेको अरे। अब चाहिँ लुगा धुँदैछु।